ठ्याक्कै यो ठाउँ देखेर यति बेला मलाई नेपाली राजनीतिमा बालेन शाह र यो ठाउँको अवस्था उस्तै लाग्छ, किनभने यो दुवैजना भाइरल भएर मात्रै चलेको। यो ठाउँ बुढीगङ्गा खोला पारिपट्टि मैले दृश्य देखाइरहेको ठाउँ सुनसरी हो र वारिपट्टिबाट मैले मोरङ जिल्लाबाट कैद गरिरहेको छु दृश्य। नेपाली राजनीतिमा ठ्याक्क यस्तो बालेन शाहको अवस्था अहिले यस्तो नै छ। यो ठाउँ पनि केही दिन अगाडिसम्म मात्र थाहा थिएन कि यो ठाउँ भाइरल हुन्छ हुँदैन, योभन्दा माथि मान्छे पोल्ने ठाउँ हो, तर एक्कासी भाइरल भइदियो। नेपाली राजनीतिमा बालेन शाह यस्तै नै हो। न त यसको केही भिजन छ यो ठाउँको, हिजोसम्म थाहा थिएन के बन्छ भनेर, भोलि के बन्ने पनि थाहा छैन, एक्कासी भाइरल भइदियो। र बालेन शाहको राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता भनिएको छ, न त उसको भिजन छ न त त्यो पार्टीमा केही लगानी नै छ, तर पनि भाइरल बनिरहेको छ। अहिले देशव्यापी बालेन शाहको क्रेज र यो ठाउँको क्रेज उस्तै नै हो। यहाँ पनि दैनिक हजारौँ पर्यटकहरू आउने गर्नुहुन्छ, स्थानीय पर्यटकहरू। ठ्याक्कै त्यही भएर पनि मलाई बालेन शाहको याद आएको हो। भिजन केही छैन तर भाइरल, किनकि नेपाली जमात भनेको भाइरलको पछाडि मात्र कुद्ने जमात हो। यहाँनिर जसले जे होस्, जे भने पनि भाइरलको पछाडि जे भाइरल हुन्छ उसको पछाडि कुद्ने जमात हो। त्यसैले यो मान्छे पोल्ने ठाउँ, खासै यसको भिजन केही छैन, तर पनि त यो भाइरल भइरहेको छ, यस्तै लाग्छ मलाई। त्यसैले यो ठाउँ देख्दाखेरि मलाई बालेन शाहको याद आएको हो। अब आफ्नो प्रतिक्रिया आफ्नो मत भन्ने आफ्नो ठाउँमा छ, तर यो ठाउँ र बालेन शाह उस्तै नै हो। धन्यवाद।